वृष राशिको व्यक्ति र वृश्चिक राशिको व्यक्तिको म्यारिड लाइफ अथवा सम्बन्ध कस्तो जान्छ त्यसको बारेमा चर्चा गरौँ। वृष राशि भनेको हामीले शुक्र ग्रहसँग सम्बन्धित राशि हो, जसलाई चाहिँ एकुमुलेसन, कलेक्सन होइन, सम्पत्तिहरू जोड्ने त्यो कुरामा बढी मात्रामा रुचि हुन्छ। त्यस कारणले गर्दा यिनीहरूलाई सेन्स अफ द सेक्युरिटी तब मात्रै आउँछ जब यिनीहरूले राम्रोसँग एकुमुलेसन गर्दछन्, कलेक्सन गर्दछन् भने। अर्कोतर्फ वृश्चिक राशि भनेको अति धेरै आफ्नो थट होइन, आफ्नो विचारमा हराउने किसिमको र कुन लेभलमा गएर रोकिने भन्ने आफ्नो अन्दाज नभएको राशि हो। त्यस कारणले गर्दाखेरि वृश्चिक राशिको व्यक्तिहरूमा एकदम धेरै रिसर्च एबिलिटी हुन्छ, कुनै पनि कुरालाई खोज्न सक्ने क्षमता हुन्छ, कुनै पनि कुराको अत्यन्त गहिराइमा पुग्ने क्षमता पनि हुन्छ। तर यिनीहरूको चाहिँ अलिकति प्रब्लम भनेको इमोसनल कन्ट्रोल कुन लेभलमा गर्ने भन्ने, त्यसमा चाहिँ अलिकति यिनीहरू थोरै अनकम्फर्टेबल हुन्छन् अथवा यिनीहरूलाई गाह्रो पर्ने स्थिति हुन्छ। त्यस कारणले गर्दाखेरि वृष राशिको व्यक्तिले जहिले पनि वृश्चिक राशिको व्यक्तिसँग रिलेसनसिप बनाउँदाखेरि यो कुरामा ख्याल गर्नुपर्दछ कि उनीहरूलाई इमोसनल्ली रूपमा अत्यन्त सपोर्टको आवश्यकता पर्दछ भने वृष राशिको व्यक्तिलाई चाहिँ स्पेसल्ली के हुन्छ भन्दाखेरि उनीहरूलाई चाहिँ एकुमुलेसन, जम्मा गर्ने, धन सम्पत्ति सञ्चित गर्ने यो कुरा मुख्य प्रायोरिटीको विषय भन्न पुग्दछ।